हेलो नमस्कार सेवा म वसन्त राई आज पनि तपाईहरुको माझ फेरि पनि उपस्थित भएको छु एउटा नयाँ भिडियो लिएर। आज चाहिँ म खान्दवारीबाट याफुसम्म जाने एउटा कार्यक्रम छ, त्यसको लागि चाहिँ म बाहिर निस्केको छु। कुन बाटो हिँड्छु, के गर्छु, के बोल्छु तपाईहरुले सबै हेरेर साथ दिनु होला। अहिले चाहिँ हाम्रो शङ्खसभा खान्दवारी हो। खान्दवारीको यो चाहिँ हाम्रो हस्पिटल गेट। यहाँ हस्पिटलमा चाहिँ थोरै काम थियो, एउटा साथी बिरामी रहेछ, त्यही भएर हेर्न आएको थिएँ। अबको गन्तव्य चाहिँ मेरो याफु हुनेछ, खान्दवारीको याफु। तपाईँले हेर्दै हुनुहुन्छ। अहिले चाहिँ ठ्याक्कै म भानुचोक निस्किन लागिसकेको छु। भिडियो गर्छ हुनुहुँदो रहेछ, कता देखि पठाउनु मैले। यो चाहिँ हाम्रो अधिकारी भानुभक्त मूर्ति देखिसक्नुभयो। अब चाहिँ हाम्रो पोखरी बजार हाम्रो खान्दवारीको खास बजार पोखरी बजार चाहिँ यहाँबाट चाहिँ म लागेँ पोखरी बजार हुँदै अब अवस्था हालिदिनु पऱ्यो। के भन्ने दामी उल्टिमा हामीले यसरी यो चाहिँ आशा उकालो हो, तपाईँले हेरिसक्नुभयो। 2 बजेर 20 मिनट गएको छ, 3 बजेर कि 4 बजेर 20 मिनटतिर म पुग्छु होला सकभर। दामी उल्टी हान्दैछु म चाहिँ। किनभने ठ्याक्कै तल चाहिँ उयो हुन्छ क्या, यस्तो होम्स हुन्छ, होम्समा यसरी उठानुको मजा नै बेग्लै हुन्छ। तर बाइक चाहिँ अलिकति छिटै गडगात हुन्छ। त्यसको लागि चाहिँ यो चाहिँ हाम्रो लक्ष्मी प्रसाद देवकोटा भनेपछि यो चाहिँ हाम्रो देवकोटा चोक भइहाल्यो। यहाँदेखि तल्लो बाटोमा मोड्यो, बाटोबाट मोडिएपछि चाहिँ राइट उहिले हान्ने ठाउँमै सम्झौँ त कस्तो छ। म अब यहाँ आफूले जग्गाहरू जानु सक्छ। हेलो कहाँ हिँडेको को छ हौ? अब एकजना लैजाउँ, को लानु कसले छोड्नु भएन न। एकजना जान्छ सुनाइज आउ न त, अरू सबै लानु भएन होइन। घर गएको अहिले चाहिँ म ठ्याक्कै सुमन चोक निस्किसकेको छु। यहाँको बाटो चाहिँ यस्तो खत्तम छ क्या, यो बाटोमा चाहिँ लड्यो भने चाहिँ के नै बाँकी रहँदैन, यस्तो उयो छ। त्यही भएर म माथिल्लो बाटो जानुपर्ने हुन्छ। यो तल्लो बाटो चाहिँ अलिक सकिनँ मैले, धुलो हुन्छ क्या। यो माथिल्लो बाटो पनि पर निस्किहाल्छ, निस्किन्छ पर त्यस्तो बाटोमा जोडिहाल्यो। र पनि यो चाहिँ अलिक सहज छ भनौँ न यो पनि, किनभने पिच छ नि त तल्लो बाटोमा। अब सबै उयो रोड छ। मैले चाहिँ एकचोटि भन्ज्याङमा गएर चेनमा मुभी चाहिँ जसरी पनि हाल्नुपर्छ, किनभने चेनमा मुभी त्यो चाहिँ हाम्रो खेमराज गुरुङको घर हो। पहिला हाम्रो स्वर्गीय स्वर सम्राट, हाम्रो गायक अनि सङ्गीतकार रचनाकार चाहिँ भन्नु सबै उहाँ नै हुनुहुन्छ। शङ्खसभाको साथै एउटा हाम्रो खेमराज गुरुङ दाइ हुनुहुन्थ्यो। उहाँ जित्नु भएको लगभग 5-7 साल भइसक्नु भएको छ। तर उहाँको गीतहरू अझै पनि अमर छन् है, कति नै राखेको छ उहाँको गीतहरू। सदाभर पनि राख्ने गीतहरू हो उहाँको चाहिँ। मैले भनेको थिएँ तपाईँहरूलाई एकचोटि यहाँ चाहिँ हाम्रो बाटो बन्दैछ भन्दै थियो। बाटो चाहिँ यो धमाधम बनिरहेछ। धन्दा म मात्र बाटो आएछु, तल्लो बाटो आएको भए मलाई गाह्रो हुन्थ्यो। कहाँ जानु भएको? अहिलेको बाटोको अवस्था चाहिँ यस्तो छ, तपाईँले हेरिसक्नुभयो। यस्तो चिप्लो छ क्या यस्तो ठाउँमा चाहिँ। भन्दैछु ब्रेक लाग्यो है, दुइटै ब्रेक चाहिँ यस्तो दामी चिप्लिन्छ क्या यस्तो ठाउँमा चाहिँ। अब रात माटो कालो बाटोमा चाहिँ यस्तो हुन्छ प्रायः। जस्ट आफूलाई हामीलाई अब रुट थाहा हुनेले चाहिँ त्यस्तो असर पुग्दैन। कतिले चाहिँ रुट थाहा हुँदैन नि त। अब यस्तो माटो हुन्छ, यस्तोमा चिप्लिँदैन गाडी। ठ्याक्कै त्यस्तो ठाउँमा आइपुग्यो चाहिँ ब्ल्याङ्क चिप्लिन्छ क्या। तपाईँहरू देख्नु सक्नुहुनेछ सिमलेको पुल चाहिँ यस्तो अवस्थामा छ। यो पहिला चाहिँ खतरा
राम्रो बाटो थियो, राम्रो पुल थियो। अहिले त अब त्यो बाटोमा कोही हिँड्छ होला, सबै यता सबै गाडीमा हिँड्ने भइहाल्यो। यस्तो राम्रो पुलहरू अब त्यत्तिकै सार्नु मिल्ने भने चाहिँ मिल्ने भए चाहिँ अर्को ठाउँमा सार्दा हुन्थ्यो। ओहो पानी, मैले एउटा झर्ना देखाउनु मन लागिरहेको थियो, झन् पानीमा खुट्टा डुबो। यस्तोमा चाहिँ कहिले हाफ क्लोज मिल्दैन गाडी चाहिँ, हाफ क्लोज कहिले पनि मिल्नु हुँदैन यस्तोमा गाडी चाहिँ। तपाईँहरूले हेर्दै सक्नुहुन्छ यो बाटो चाहिँ हाम्रो सिङ्लेको बाटो हो। यस्तो डेन्जर बाटो, यहाँ यो तल्लो ठुलो भिड छ क्या। तपाईँहरूले सुरुमा आउँछ धेरै गाह्रो हुन्छ यस्तो बाटोहरू कुदाउनु चाहिँ। पछाडि पछाडि लाग्छ, धुलो उडी लाग्छ, पछाडि गाडी बाइकहरू लाग्छ, बिजोक हुन दिन्छ। यहाँ पनि एउटा पुल थियो, यो पुल चाहिँ यहाँबाट पारिपट्टि एउटा पुल थियो, त्यो पनि सकिएछ। यहाँको पुल पनि छैन अहिले। यहाँ चाहिँ कस्तो डरलाग्दो भूत घर जस्तो देखिने ठाउँ छ। बर्खामा चाहिँ ठुलो झर्ना हुन्छ यसमा चाहिँ, बर्खामा यत्रो झर्ना हुन्छ। झर्ना चाहिँ बाटो यस्तो खतम छ त्यो झर्नातिर। मैले यस्तो तपाईँलाई भने नि मैले भिड छ भनेको, यस्तो खतरा भिड छ क्या, डेन्जर भिड छ यहाँ चाहिँ। त्यसैले अलिकति सेफ ड्राइभ चाहिँ हिँड्नुपर्छ, कुना कुद्नुपर्ने हुन्छ। ठ्याक्कै सिङ्ले भन्ने ठाउँ आइपुगेपछि म भालुखोप भन्ने ठाउँमा, त्यो जङ्गल चाहिँ भालुखोप हो। यो खोल्साको नाम चाहिँ ठ्याक्कै मलाई भालुखोप नै भनेर मात्रै थाहा छ मलाई चाहिँ। यो खोला नि अब यो चाहिँ चैत वैशाखमा चाहिँ यत्रो छ, बर्खामा चाहिँ यस्तो बौलिन्छ यस्तो बौलिन्छ, यहाँ बाइकहरू पार्नु सक्ने स्थिति नै हुँदैन। यसमा नि एउटा खतरा झर्ना थियो पहिला चाहिँ, यहाँ रहेछ अझै नि। यो चाहिँ चैत वैशाखको दिनमा नि यस्तो छ कि यहाँ दामी झर्ना छ। चैतको 22-23 गते हो, दामी झर्ना छ यहाँ। बाटो पनि झर्ना भन्दै त चाहिँ दामी छ फेरि। बाटोको हालत चाहिँ यस्तो छ, मेरो हाल नसोच्नु। अप्सरै बाटोमा भेट्नु है। हुन्छ हुन्छ हुन्छ, नसर्नु बिचरा युवाहरू चाहिँ फेरि नयाँ हुनुहुँदो रहेछ पक्कै। त्यति लगभग बाइक कतिवटा चेन्ज गऱ्यो भने अहिलेसम्ममा। सुरुमा मैले R15 भिटी किनेको थिएँ, त्यति बेला सेकेन्ड ह्यान्ड किनेको थिएँ मैले। 1,70,000 कतिमा किनिहालेको थिएँ। अनि त्यो बाइक पनि पछिबाट त्यही बाइकबाट मेरो जर्नी सुरु भएको बाइकको चाहिँ। न त अरू बेला त अरूको मात्रै चलाउने हुन्थ्यो, अरूको माग्दै चलाउने गरिन्थ्यो। त्यही बाइकबाट जर्नी चाहिँ सुरु भयो मेरो। त्यसपछि INX किन्यो एउटा, INX 200 थियो। त्यो पनि एउटा भाइले लास्टमा भाइसँग किनिदिएको भयो। अनि लास्टमा एउटा फेरि 220 किनेँ, 1,80,000मा किनेको थिएँ। 220 किनेपछि त्यसलाई 1 वर्ष जति चलाएँ। पछि अफरोडको लागि अलिक मलाई साथ भएन, धेरै त्यो बाइक मलाई हेभी भयो। त्यसपछि त्यो बाइक पनि साथ दिएँ हाम्रो दिनेश भाइ दादा हुनुहुन्छ हाम्रो, के अरे दिदीको, उहाँसँग साथ दिएँ मैले। अनि त्यसपछि पछिबाट यो किनेको हो। एउटा फोन आयो, कसको फोन आएको थियो हेर्नु पर्यो। छत्र सरले फोन गर्नुभएछ। देपा ल नि त म निस्केँ, माथि भाइ मिटिङमा पुग्छु म, सकिएन भने। ल आऊ है। ओहो बाटो चाहिँ लास्ट डेन्जर छ, यस्तो बिस्तारै यहाँ कुदाउनु पर्ने हुन्छ। त्यही अगाडि मान्छे हिँडी जाँदैछ, त्यो मान्छे चाहिँ पारी पुग्नु लाउनु होला पहिला।
यस्तो हल्लिन्छ कि मान्छे हिँडेपछि यस्तो दामी हल्लिन्छ तपाईँले हेरि सक्नुभयो 300 जस्तो भइरहेको छ मलाई चाहिँ यो चाहिँ हाम्रो यता त दिदिङ पर्यो यता चाहिँ हाम्रो याफो पर्छ यता चाहिँ चिचेला गाउँपालिका उता चाहिँ सिलिचुङ गाउँपालिका के अरे चिचेला गाउँपालिका 2 नम्बर यता चाहिँ हाम्रो सिलिचुङ 5 नम्बर यता सिलिचुङ 4 नम्बर पर्छ त्यो चाहिँ हाम्रो त्यो दाइ चाहिँ पारी कट्ने बित्तिकै चाहिँ म यहाँबाट जानुपर्ने हुन्छ ओहो कस्तो पुल हल्लाइदियो साथीले पार हुनु भयो म पनि अब पार हुनुपर्छ यस्तोमा चाहिँ यस्तो गाह्रो हुन्छ क्या तपाईँको थोडा मिस्टेक भयो भने नि उयो बाइक छुइहाल्छ त्यही भएर यस्तो बिस्तार कुदाउनु पर्ने हुन्छ कि यस्तो बिस्तार कुदाउनु पर्ने हुन्छ जहाँ चाहिँ बाइक छिराउने मान्छेले चाहिँ जस्तो नि बाइकको ट्रायल पास गर्छ जस्तो लाग्छ म चाहिँ किनभने तपाईँले हेर्नु सक्नुहुन्छ एक सुत्ता एक मिस्टेक भयो पनि यहाँ चाहिँ यति नै छुइहाल्छ नि तर म चाहिँ यसमा चाहिँ सक्छु आई होप आई डु भने जस्तो किनभने यतिको बाटो चाहिँ मलाई नर्मलै लाग्छ भनौँ न 1 मिस्टेक गेम ओभर हुन्छ यसमा चाहिँ 4:19 भएपछि 2 घन्टा भइसक्यो बाटो लागेको ल दाइ ल यहाँबाट निस्किनु पर्ने हुन्छ अब माङ्ताको साथीहरूले उताको बाटो लाग्छ नि म चाहिँ यहाँबाट ठाडै जानुपर्ने हुन्छ यो नयाँ बाटो हो यस्तो अप्ठ्यारो बाटो छ यहाँ चाहिँ म भन्दैछु त घरले यस्तो छेउछेउ कुदाइदिनु बडा सरप्राइज बाटो एक दिन खाले यस्तो अप्ठ्यारो छ क्या यता भन्नै सकिँदैन अब यहाँबाट 4:20 मा ठ्याक्कै बाटो लाग्यो 4:20 भएपछि म 5 बजी त म इजी घर पुग्छु यहाँसम्म लाग्छ मात्रै बादलु पारी त्यो पारीको बाटो कस्तो छ भने नि त्यसको डबल खतरा चाहिँ फेरि यता बाटो छ किनभने यस्तो भिडहरू छ कि यता हेर्नु तपाईँहरूले हेर्नु सक्नुहुन्छ अब बिरानो मान्छे बिरानो ठाउँको मान्छेहरू चाहिँ एक्लै हिँड्नु लाग्छ डर मर्दो हुन्छ क्या यता चाहिँ तर हामी चाहिँ डराइँदैन भनौँ न अहिले चाहिँ मेरो कुकुर यहाँ माथिसम्म आइसकेको छ आइज घरसम्म पुग्छ माथि मेरो बाइक किनिसकेको छ जहिले नि माथि हेर्नुहोस् मेरो पछि आउँछ क्या आउनुहोस् है आउनुहोस् तपाईँहरूले आजको मेरो यात्रा हेरिनै सक्नुभयो 7 बजीबाट हामीले आउनु लगभग मैले 2:22 मिनटमा तपाईँहरूलाई भिडियो स्टार्ट गरेको देखाएको थिएँ भने अहिले 5:39 भनेको 39 मिनट गएछ भन्नाले कति मिनट भयो जज गरिसक्नुहुन्छ तपाईँहरूले त्यो चाहिँ मेरो घर यहाँ तल छ मेरो बिरुवाहरू मेरो फर्महरू यहाँ छ तपाईँहरूले हेरिसक्नुभयो यही भिडियो मार्फत भन्न चाहन्छु यो फर्मभित्र के छ भन्ने कुराहरू चाहिँ बिस्तारै तपाईँहरूले थाहा पाइ नै हाल्नुहुनेछ अहिलेको लागि चाहिँ ठ्याक्कसँगले म चाहिँ जमा व्यापारीले चाहिँ गोठाला हुँदैन रहेछ नि अहिले ट्र्याक्टर गरेछ कस्तो मेरो काठहरू बाहिरै रहेछ सम्भव लागेसम्म चाहिँ म चाहिँ घर आइसकेँ नानी कहाँ छ विशेष चाहिँ मेरो नानी फ्यामिली यहाँ बस्छ अरू चौरास्ता हिँड्नुभयो आऊ रात परिसकेछ बत्ती बाल्नु पर्यो सो म चाहिँ घर पनि आइसकेँ लास्टै थकान लागेको छ तपाईँहरूले बाटो हेरिसक्नुभयो कस्तो थियो भनेर
भिडियो मन पर्यो भने लाइक सब्सक्राइब र सेयर गरिदिनु होला विशेष गरी चाहिँ मलाई कमेन्ट गरिदिनु भन्दै मेरो भिडियो चाहिँ आजको लागि चाहिँ यहाँ इन्डिङ गर्न चाहन्छु हस्त नमस्ते बाई बाई